Hello everyone, welcome back to my YouTube channel. And so हावा चलिरहेको थियो हैन के त गर्ने उल्टै हिँड्नु पर्ला जस्तो छ साथीहरु म त ला गाडी गयो यार हामी चाहिँ आज घुम्न जान लाग्यो है अनि हिजो चाहिँ दिनभरि पानी परेको थियो हिजो चाहिँ हाम्रो काम पनि थियो काममा थियौं अनि रमाइलो भएको थियो काम गर्दा पनि अनि आज चाहिँ घुम्न गइरहेको छौं ह हामी चाहिँ कहाँ जाने भन्ने केही पनि थाहा थिएन हैन अन्त यतिकै हिँडिरहेको थियौं अनि हिँड्दा हिँड्दा त्यहाँ माथि एउटा मन्दिर छ कि मन्दिर भन्दा नि जस घुम्ने ठाउँ छ कि अनि साथीहरु चाहिँ अस्ति नै गइसके ए लास्ट उयो गर्यो होला हेर न मलाई हेर न हामी बस्ने ठाउँ चाहिँ यहाँ पर हो उयो ठुलो घरको पछाडि बस्छौँ हामी चाहिँ अब गाडीले पनि छोडेर गयो अब के हुन्छ होला हाम्रो आजको दिन के हुन्छ होला जस्तो लागिरहेको छ आजको दिन चस्मा होइन म चाहिँ क्याप नलाएर हो कतै निधारमा परेको यार घाम त राख्ने दिनमा के उडाइहाल्छ मेरो कपाल यस्तै भएर चाहिँ राम्रो हुँदो रहेछ अब म चाहिँ कपाल काट्ने सोच बनाइरहेको छु होइन हेरौँ यस्तो राम्रो अब राम्रो भन्दा नि बल्ल बल्ल राख्नु भएको पहिला पनि मेरो कपाल छोटो थियो अनि राखौँ पनि भइरहेको राखौँ नराखौँ पनि भइरहेको हेरौँ म त हिँड्दा थाकिसक्यो यार के रहेछ है के रहेछ ए सिमलको भुवा भनेको यही हो कि तर यो सिमलको चाहिँ रुख हुन्छ ठुलो कति राम्रो है यो हेर न वा फोटो चाहिँ राम्रो आउँछ होला हौ साथमा यहाँ आऊ त तिमी यहाँ आऊ न सरिता भिडियो होला कति आनन्द हो यो रुखको मुनि हिँड्न र यार हावा चल्यो उडी चल्यो गीत पनि आउँदैन हौ के हो सरता के हो यो हावा चल्यो उडी चल्यो भन्ने के होइन के उडी चल्यो बतास उडी र बतास भनेको एउटा होइन सरता उडी र बतासमा के उडी भनेको भइगयो के भइगयो बतास भनेको चाहिँ भइगयो ओए पत्र गाडी हौ हाम्रो गाउँतिर जाने नाइट बस जस्तै अब ओए हाम्रो गाउँबाट आउँछ तर होइन हिजो पनि पानी नपरेको भए हुन्छ नि त भोलि त सबै पानी परेर भिजेको छ नि हजुर के भन्न चाहनुहुन्छ मैडम को आगे आने दीजिए रास्ते से हटिए मैडम को बोल्न दीजिए होइन कि हिजो खास मैडम को वासमा चाहिँ टच नगरौँ होला होइन हामी आज त्यो गर्नेवाला थियो कि तर हिजो पानी परेको भएर भुइँ सबै भिजेको छ नि त अनि त्यही भएर अब के बस्नु है यस्तो प्रिन्सेसहरू अब भुइँमा बस्नु त भएन भुइँमा बस्नु त हुन्थ्यो तर हिलो लाग्ने अब हिलो लागेपछि त अब सिग्नल बल्झ्यो खासमा अब यस्तो राम्रो प्रिन्सेसहरू भुइँमा त बस्न मिल्छ नमिल्ने होइन तर लाग्छ नि लाइक यस्तो उयो हुन्छ नि त त्यही भएर उयो भने चाहिँ के हो बहिनी उयो मिन्स त्यो हो तर तल कपाल चाहिँ यत्तिको चाहिँ हुनुपर्छ है यस्तो गर्मी भइसक्यो अब चाहिँ म गाडीमा चढ्छु अब मेरो गाडीमा त तल बस स्टपमा मलाई लिन आउँछ एकछिनमा हाम्रो साथीको भलक है स्कुटरमा भलक गरेर देखा त साथी होइन के त भलक देखा न भलक यति मेरो साथीको भलक है साथीहरू सबैजनाले के गरिदिनु रे मेरो दिदीलाई लाइक मैडम को आगे आने दीजिए मेरो दिदीलाई लाइक मेरो दिदीलाई
अब चाहिँ फेरि हामी यहाँदेखि अघि अर्को गाडी चढेर आयौँ। अब फेरि यहाँदेखि पनि अर्को गाडी चढेर जानुपर्ने हुन्छ। गाडी हेर्छौँ हामी चाहिँ, हाम्रो गाडी कतिखेर आउँछ। 8 नम्बरको रहेछ त गाडी हेर्न जाँदैछौँ ल। 31 त छैन। त्यहाँ पुग्न कति लाग्छ भाडा? ऊ त्यो 31 नम्बरको ठ्याक्कै आइरहेको रहेछौ। साथीहरू हमकाले लोग धेरै भाइ साहब リュックサックを手でお持ちいただくなど、周りの方へのご配慮をお願いいたします。साथीहरू अनि अहिले चाहिँ हामी गाडीबाट झरेर पनि यस्तो पाहाडको मन्दिर झर्नु हुँदैछौँ। अनि त्यहाँनिर पुग्नलाई चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ। त्यसैले चाहिँ हामी हिँडिरहेको छ। मेरो साथीहरू नमस्ते गर। एक हातले भए पनि गर्छ, दिदीले भनेपछि मान्छन्। अनि माथि हेर्न सक्नुहुन्छ, टाउको मात्र देख्छ यहाँदेखि चाहिँ। अब म त्यही गएर हजुरहरूलाई सब देखाउनेवाला छु। त्यतिन्जेलसम्मको लागि हेर्दै गर्नुहोला। कोनिचिवा भन्दै मैले पनि कोनिचिवा। यिनीहरूलाई फेरि गाडी फोबिया छ कि, अन्त एकछिन गाडी के चढेको थिएँ, टाउको दुख्यो भनेर भनिरहन्। किनेर सामानहरू किनेर चाहिँ यसरी आएको। पैसा तिर्नलाई बसेर हेर्नु यत्रो लाइन बस्नु परेर 2-3 मिनट भइसक्यो लाइन बसेको। अझै 3-4 मिनट बसेपछि हाम्रो पालो आउँछ होला। पालो बस्दैनौँ के गएको सामानको लागि पालो बस्नु परिरहेको छ। हामीले चाहिँ आइसक्रिम अनि 2टा चिप्स अनि एउटा फ्यान्टा अनि एउटा ब्रेड लिएको छ। सरी तल फेरि क्यामेरादेखि मस्किनु परिहाल्छ है तिमीलाई। किन हो तिमी यस्तो कति साह्रो प्याक गरेर। अब यहाँ माथिबाट यताको भ्यू फेरि सेम क्यानाडा जस्तो देख्छ नि। क्यानाडा जस्तो यस्तै छ। क्यानाडा यस्तै हुन्छ। ए कहिले गएको तिमीहरू क्यानाडा अस्ट्रेलियाको गाउँ चाहिँ? यही हो क्यानाडा अस्ट्रेलिया देखेको। साथीहरू हामी चाहिँ नजिक आइपुगिसक्यौँ। पार्क के हो पार्क भन्यो? कोवेन। इङ्ग्लिस बुझ्दैन नि फेरि। अब चाहिँ वागाडु अब चाहिँ हामी यहाँबाट छिर्छौँ। यहाँबाट चाहिँ छिर्ने ठाउँ रहेछ वहाँ माथि। यता हेर यता। अनि यहाँभित्र चाहिँ यहाँको मन्दिर चाहिँ यस्तो अरे यहाँ भनेर देखाइरहेको रहेछ। ओइ उडाउँछ के हो कस्तो लगाइदियो। अनि यहाँनिर चाहिँ हात धुने ठाउँ पनि हुन्छ। हात धोएर चाहिँ यस्तो डाडु हुन्छ क्या यहाँको मन्दिरतिर चाहिँ पानी उठाउने डाडु। पहिला हामी यस्तो डाडुले दुध चलाउँथ्यौँ यहाँ। ल गयौँ। यहाँ चाहिँ यस्तो रहेछ। अब चाहिँ छिर्छौँ हामी। यहाँ ढोगेर चढ्नुपर्ने होला नि त हौ। मन्दिर आउँदा ढोग्नु त पर्ने हो, तर मलाई चाहिँ खै किन हो यस्तो। हुन त मन्दिर आए बेला यस्तो भन्नु त हुन्न। मलाई खासै विश्वास भन्ने चिज चाहिँ लाग्दैन हौ। मन्दिर भगवान एट अल। ए पछाडि चाहिँ के हो र साथीहरू? कुन देश रे? साथीले चाहिँ मलाई झोला दिनु भयो। वाउ यो भित्र कति राम्रो।
आउँदो रहेछ कि म त ल क्यानाडा पनि देख्यो अनि के अरे अर्को कुन चाहिँ देश रे अस्ट्रेलिया पनि हामी नारी त चाहिँ यता हामी चाहिँ यहाँनिर उयो घरभित्र हो भूत भएको चाहिँ त्योभित्र चाहिँ फोटो खिच्न पाउँदैन ल साथीहरू आइपुग्यौँ यहाँ चाहिँ अनि यो भित्र पनि छिर्ने भनेको केही नै छैन यस्तै मात्रै हो भनेर भन्छन् यिनीहरूले ल यहाँबाट एक लट ढोक्दिउँ हजुरहरू पनि ढोक्न सक्नुहुनेछ ल वहाँ माथि हुनुहुन्छ नारिताजी चाहिँ तर बसिरहनु भएको छ ए कस्तो राम्रो लोटस सोटस राखेर अनि ड्राई हामी चाहिँ यहाँभित्र पनि चढ्यौँ ल प्रे गरौँ है साथीहरू प्रे होइन त्यो चाहिँ यताको देखेको रहेछ यताको भ्यू चाहिँ यस्तो बाबा छ ड्राई भयो यहाँ पैसा हाल्ने हो ल साथीहरूले चाहिँ पैसा हालेर ढोक्दैछ साथीहरू होइन अब चाहिँ हामी झर्न लगाएको यहाँबाट छिन बस्यौँ फोटोसोटो खिच्यौँ अनि अब चाहिँ झर्दैछ नारिता विच Where is Narita? सर त स्लो मोसनमा हिँड्दै हो ऊ यताभित्र चाहिँ फोनेरल सिकीहरू के गर्ने हो जस्तो छ कि भाइ को उयो होइन क्या यो त साथीहरू अब चाहिँ हामी चाहिँ यहाँ पार्क खोजेर हिँड्दैछौँ किनभने हामीले त्यो ल्याएको खानेकुरै खान पाएको छैनौँ अनि एउटा पार्क खोजेर पार्कमा बसेर खाने भनेर चाहिँ लागेको अनि यहाँको बाँसहरू हेर्नु न यस्तो स्ट्रेटवाला बाँस हुन्छ कि है अनि यता चाहिँ ऐनामा फोटो खिच्ने कार्यक्रम भइरहेको साथीहरूको ऐना त देख्नै हुन्न मेरो साथीहरूलाई अनि बाँसहरू यस्तो स्ट्रेट आमामा है जुत्तै च्याति कि के हो भाइ रिङमा यो तिनवटा पाले बाँस यो बाँस अरे जीवा यो बाँस हो रे बाँस हो कि के भन्छ क्या हाम्रो भाषा यो हाम्रो गाउँतिर पनि पाउँछ है बाख्राले खान्छ होइन हाम्रोतिर चाहिँ पाउँदैन थियो त माथि डाँडा कटेकोतिर चाहिँ पाइन्थ्यो अनि त सहिलुङको होइन अनि तेरो घरमा चाहिँ अझ माथि लेख्छु कहाँ यस्तो ओइ कति दामी जङ्गल हो काफलको रुख हो के हो त्यो चाहिँ फेरि जापानमा चाहिँ यो नेपालमै हो नि यो सिरु पाउँछ यस्तो झारहरू यो अझ टुटिल कोसा पनि पाउँछ कतिजनालाई थाहा छैन साथीहरू यो टुटिल कोसा हामीले कति खान्थ्यौँ गाउँबारीमा पाउँछ यो झारहरू पनि हुन्छ तल पोखरी पनि रहेछ वाउ यहाँ अस्ति साकुरा फुल त कति राम्रो भएको थियो होला नि होइन हौ यत्रो नजिक छैन हाम्रो घर कहाँ हो तल थाहा छ ओ यो जङ्गल उतापट्टि हो त्यो डाँडामा चाहिँ केही छैन कि राम्रो पनि छ अनि तल पोखरी पनि छ ल तल होइन यो त डाँडामा भन्नुपर्छ तीनजना छ होइन तीनजनाको आफ्नो आफ्नो विचार छ कि तीनजना पनि एक एकतिर आफूलाई हो कि बरु अब आफ्नो ए सानो बेलामा यस्तो ठाउँहरू त कति हिँड्यो ओ घप्पै जान्छ के हो यताको ए यस्तो आफ्नो त फ्रीको जुत्ता हो
बालै त्यति जानु झर्न पनि नसकेको हौ लास्टमा घुमी फेरि दुम्जा टार भयो होइन के थियो जे भयो पनि घाम भाँडामा बस्ने हो र अलिक भएन क्या उहीँ आइज उहीँ अलिक सम्म छ अब त यहाँभन्दा चाहिँ म पनि जाँदिनँ अब त यहाँबाट चाहिँ म पनि सर्नु सो गाइस अब चाहिँ हामी कस्तो गएको यो मेरो मान्छे त प्लास्टिक चाहिँ यो गरौँ कति यो त है कति खाना हतार भएको यसलाई खानपाई गरेर त खानुपर्छ कमसे कम यो चाहिँ मैले ओछ्याउनु पर्छ चलाएर अहिले धुलो राख्नुपर्छ है ल साथीहरू यो चाहिँ हाम्रो चिप्स हो उता खानु पहिला गम गममा भोक मेर्छ क्या तिमी त गएको फेरि हामीले लिएर आएको नि हाम्रोमा चिप्स चाहिँ दुईवटा हो एउटा यो साथीहरू अब चाहिँ हामी अब एकछिन यहाँ बस्यौँ खायौँ चिप्सहरू अनि अब चाहिँ अनि रात पनि पर्न लाग्यो अहिले त 4 साढे 4 भइसक्यो हाम्रो घर रुम पुग्नलाई त 1 घन्टा जस्तो लाग्छ यहाँदेखि त त्यही भएर हामी चाहिँ जान लाग्यो अनि साथीहरू जस्तो अगाडि हिँड्छ कि अनि हामी चाहिँ अब तलतिर झर्नुपर्ने हुन्छ अनि तलतिर ओइ कस्तो चिसो हावा अब चाहिँ हामी फर्केको ल जङ्गल त कस्तो डेन्जर हो यस्तो राम्रो पार्क अरे होइन यो जापानमा चाहिँ मैले देखेको होइन हरेक ठाउँमा पार्कहरू चाहिँ यस्तो आनन्द पिस हुन्छ नि अलिकति दिमाग ह्याङ भएको बेलामा पनि आनन्दले आएर पार्कमा बस्न मिल्ने पार्कमा बस्यो भने मन शान्त हुने टाइपको के जङ्गलहरू अनि त्यसपछि सरसफाइ पनि त्यस्तै हो कि यहाँको लास्ट सफा नेपालको जस्तो भयो यस्तो पार्कतिर त फोहोर हुने यस्तो हुन्थ्यो होला तर एकदम सफा के यहाँको मान्छेहरू पनि अब उनीहरूले फोहोर यताबाट जाने भयो त्यो के भनेको थिएँ म कसैले फोहोर गऱ्यो भने पनि फोहोर पनि अब सँगै बोकेर घर लगेर जाने कि कता लगेर फोहोरलाई ठेगान लाउने हुन्छ जस्तै कि हाम्रो पनि एक झोला फोहोर बोकिन्छ कि ट्याम्पिङमा नै त्यही नै हो साथीहरू अब चाहिँ हामी घरतिर लाग्दैछौँ अनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई त्यही नै हो।